वरिष्ठ समाजसेवी विराज कसेज्यू, वरिष्ठ पत्रकार चित्रङ्ग थापाज्यू लगायत यस सङ्गठन श्रम के हो यो निरङ्कारी मिसनमा लागेर आफ्नो जीवनलाई यस सत्मार्गमा ल्याउने प्रमुख व्यक्तित्वज्यूहरू सहभागी अन्य समुदायहरू पत्रकार मित्रहरू कुनै पनि कुरा बोल्नको लागि केही ज्ञान हासिल गर्नुपर्छ तर म चाहिँ यो विषयमा ज्ञान हासिल गरेको मान्छे होइन अहिले त्यही पनि तथापि हामी मानव भएर जन्मेका छौँ मानव भएर मर्छौँ यो सृष्टिको चक्र है हामी गर्भमा आउँछौँ जन्मिन्छौँ बाल युवा त्यसै गरी गरेर हामी अन्तिममा हाम्रो मृत्यु हुन्छ अर्थात् स्वर्गवास हुन्छ हामी मृत्युलाई के भन्छौँ भने स्वर्गवास हुन्छ भन्छौँ स्वर्गवास भनेको स्वर्गमा गएर बस्ने होला है त्यसरी व्याख्या गर्छु म तर यो मानव सृष्टि भनौँ यो ब्रह्माण्ड सृष्टि ब्रह्मा विष्णु महेश्वरले गरेको हो भनेर हामीले पढ्छौँ अर्थात् हाम्रो धार्मिक आध्यात्मिक उसमा त्यो छ तर मलाई अहिले वर्तमानमा अहिले यहाँ तपाईँहरूसँग भेटेर मलाई ब्रह्मा विष्णु महेश्वरले सृष्टि गरेको हो कि हामीले गरेको भने जस्तो लाग्न थाल्यो हामीले तपाईँहरूको समाचार किनभने यो ब्रह्माण्डको सृष्टि गर्ने पनि हामीले हौँ मानवले हो यसको पालन गर्ने पनि मानवले हामीले कर्तव्य पालन गरेका छौँ है सङ्घार गरेर पनि मानवले यस्तो विषयहरू चलाइरहेका छन् है त्यस कारणले गर्दा हामी समग्र मानव जातिले मानव जीवन एउटा अमूल्य जीवन हो यो जीवन हामीले प्राप्त गरिसकेपछि यसको उच्चतम प्रयोग सदुपयोग गर्नुपर्छ त्यही उच्चतम सदुपयोग गर्ने सन्दर्भमा हामीले धर्म होइन धर्म विभिन्न नाममा भनेको आएका छन् म धर्मको नाम नलिकन यो आध्यात्मिक चिन्तन र आध्यात्मिक अभ्यासको नाम उच्चारण गर्न चाहन्छु यो आध्यात्मिक अभ्यास गर्दाखेरि हामीले चाहिँ हामी अघि मैले स्वर्गवास भन्यौँ म स्वर्गवास भन्दा पनि मोक्ष प्राप्ति गर्ने दिशामा हामी लागौँ यस सन्त विवेकानन्द मिसनले पनि मानव एकता दिवस मनाउँदै र सबभन्दा ठुलो मान्छेको धर्म के हो भने मान्छेको जीवन रक्षाले हो मान्छे हामी विकास गर्छौँ विकासमा धेरै किसिमको विकास छन् है सबभन्दा ठुलो विकास भनेको मानव अस्तित्व जोगाउने यसको निर्माण गर्ने यसलाई चाहिँ प्रवर्धन गर्ने हो त्यस कारण यो संस्थाले यस दिशामा आधुनिक दिशामा जुन काम गर्नुभएको छ एकदम चाहिँ म भोलि आगामी दिनहरूलाई पनि एकदम शुभकामना व्यक्त गर्न चाहन्छु अघि यहाँ चाहिँ दुईवटा वक्ताहरूले है वरिष्ठ समाजसेवी विराज सरले यस्तो एउटा राम्रो कुरा गर्नुभयो है त्यो कुरालाई हामीले के भने अन्तरङ्ग गर्नुपर्यो है अन्तर्मन मस्तिष्कमा हामीले हालेर कुनै पनि कुरा चिन्तन गऱ्यौँ भने हामी चेन्ज हुन त्यति धेरै लाग्दैन र प्रहरीले जुन लागु छ त्यो यसरी एउटा चाहिँ विश्वास राम्रो हो त्यो उहाँले भन्नुभएको बढी मानव जीवनको महत्त्व मानव जीवनले गर्नुपर्ने कार्य सृष्टि यसलाई पालन गर्नुपर्ने र निर्वाह गर्नुको भूमिकामा हामी सबैले आफ्नो मानवले के गर्नुपर्छ के गर्नु हुँदैन भनेको थाहा पाउँछौँ यही कुरालाई पालना गर्दै हामी रहौँ भन्दै यस मिसनलाई एकदम अघि शुभकामना व्यक्त गर्दै यो चाहिँ प्रदर्शन कार्यक्रम सफलतापूर्वक व्यक्त गर्दै बिदा चाहन्छु। धन्यवाद।